नेपालको नयाँ विदेश नीति निर्भरतादेखि रणनीतिक तटस्थता 2.0 तर्फ साँचो कुरा गरौँ। दशकौंदेखि नेपालको विदेश नीति सक्रियभन्दा बढी प्रतिक्रियात्मक रह्यो। कहिले भारतको दबावतिर झुक्यौं, कहिले चीनका आश्वासनतिर, कहिले पश्चिमी प्रभावतिर। तर वास्तविकता के हो भने हाम्रो आफ्नै स्वतन्त्र नेपाली विदेश नीति कहिले बनेन। हामी अरूको स्वार्थ अनुसार प्रतिक्रिया मात्र दिइरहेका छौं। अब यो परिवर्तन हुनुपर्छ। विश्व अहिले नयाँ शक्ति प्रतिस्पर्धाको युगमा प्रवेश गरिरहेको छ। अमेरिका, चीन र विभिन्न क्षेत्रीय समूहहरूबीच प्रतिस्पर्धा बढ्दैछ। यस्तो अवस्थामा नेपाल जस्तो सानो देशले अन्योल र भावनात्मक कूटनीति सहन सक्दैन। हामीलाई स्पष्टता, सन्तुलन र रणनीति चाहिन्छ। पहिलो सन्तुलनबाट रणनीतिक तटस्थतातर्फ पहिले नेपालको विदेश नीति भारत र चीनबीच सन्तुलन राख्ने थियो, एउटा डोरीमा हिडे जस्तो। तर आजको बहुध्रुवीय संसारमा केवल सन्तुलन पर्याप्त छैन। हामीले अब रणनीतिक तटस्थता 2.0 तर्फ अघि बढ्नुपर्छ, जहाँ नेपाल सबैसँग मित्रता राख्छ तर कसैसँग निर्भर हुँदैन। यसको अर्थ कुनै पनि विदेशी सैनिक उपस्थिति वा सैन्य आधार नहुने, सबै शक्तिहरूसँग समान आर्थिक सहकार्य, सबै सम्झौताहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार पारदर्शी रूपमा अनुमोदन हुने, प्रत्येक सम्झौता, परियोजना र वार्तामा नेपाल पहिलो सिद्धान्त लागू हुने। रणनीतिक तटस्थता कमजोरी होइन, बुद्धिमत्ता हो। यही सिद्धान्तले स्विजरल्याण्ड, सिङ्गापुर र फिनल्याण्ड जस्ता देशहरूलाई कठिन समयमा पनि सुरक्षित र समृद्ध बनायो। 2. एक स्वर नीति, वन भोइस प्रोटोकल। नेपालले विश्वसँग एउटा साझा राष्ट्रिय आवाजमा बोल्नुपर्छ, अलग अलग राजनीतिक आवाजमा होइन। त्यसका लागि हामी प्रस्ताव गर्छौं क्रस पार्टी विदेश नीति परिषद, एफपी काउन्सिल, एक स्थायी संस्था जसले नेपालको राष्ट्रिय हित र सीमारेखा तय गर्छ। सरकार परिवर्तन भए पनि मूल नीति स्थिर रहन्छ। यस अन्तर्गत सबै ठूला अन्तर्राष्ट्रिय सम्झौताहरू नेशनल इन्ट्रेस्ट रिभ्यू अफिस NIRO बाट समीक्षा हुनुपर्छ। सबै विदेशी भेटघाट ओपन डकेट डिप्लोमेसी अनुसार 7 दिनभित्र सार्वजनिक सारांश जारी हुनुपर्छ। कुनै पनि राजनीतिक दलले गोप्य रूपमा अन्तर्राष्ट्रिय सम्झौता गर्न वा परिवर्तन गर्न पाउने छैन। यसरी विदेश नीति दलको होइन, राष्ट्रको विषय बन्छ। 3. आर्थिक कूटनीति, दान होइन, सहकार्य। नेपालले भीख मार्ने होइन, सम्झौता गर्ने देश बन्नुपर्छ। ऋण र अनुदानमा निर्भर भएर ऋणको जालमा फस्ने सट्टा हामीले दीर्घकालीन मूल्य दिने साझेदारीमा ध्यान दिनुपर्छ। भारतसँग पूर्वानुमान योग्य पानी, ऊर्जा व्यापार र प्रविधिमा आधारित खुला सीमा व्यवस्थापन। चीनसँग NIRO को मूल्याङ्कन अनुसार न्यायसङ्गत पूर्वाधार र कनेक्टिभिटी। अमेरिका/युरोपसँग ज्ञान, प्रविधि र पारदर्शी शासन मार्फत मित्रता। सैन्य उपस्थिति वा लुकेका एजेन्डा बिना यसलाई हामी भन्छौं प्याकेज डिप्लोमेसी, जहाँ नेपाल सबै शक्तिसँग एउटै नियममा व्यवहार गर्छ, हाम्रो नियममा उनीहरूको होइन। 4. डिजिटल सार्वभौमिकता मापदण्ड, डिजिटल सोभरेनिटी स्ट्यान्डर्ड्स। डिजिटल युगमा शक्ति केवल सीमामा मात्र हुँदैन, अब शक्ति डाटामा हुन्छ। त्यसैले नेपालको विदेश नीतिमा डिजिटल सार्वभौमिकता अनिवार्य हुनुपर्छ। यस अन्तर्गत सबै डिजिटल पूर्वाधार, सर्भर, होस्टिङ, क्रिप्टोग्राफी नेपाली कानून अन्तर्गत हुनुपर्छ। कुनै पनि विदेशी कम्पनी वा संस्थाले नेपाली नागरिकको डाटा नियन्त्रण गर्न पाउने छैन। सबै ई-शासन र डिजिटल भुक्तानी प्रणालीहरू नेशनल साइबर बोर्डद्वारा प्रमाणित हुनुपर्छ। डिजिटल स्वतन्त्रता नै आजको सार्वभौमिकताको नयाँ परिभाषा हो। 5. जियो अडिट समिति, उत्तरदायित्वको अभ्यास। विदेश नीति असफलता प्राय पर्दा पछाडि हुन्छ। त्यसलाई रोक्न हामी बनाउँछौं संसदीय जियो अडिट समिति। यसले राजनीतिक दलहरूको वित्तीय स्रोत र विदेशी लबिङको समीक्षा गर्छ, सन्धि, ऋण र सहयोग सम्झौताहरूको निगरानी गर्छ। प्रत्येक 3 महिनामा पारदर्शिता प्रतिवेदन प्रकाशित गर्छ। यसले सुनिश्चित गर्छ कि विदेशी शक्तिहरूले बन्द कोठामा प्रभाव किन्न नसकुन्। 6. आवश्यकता सिद्धान्त, डक्ट्रिन अफ नेसेसिटी। सार्वभौमिकताको सुरक्षा यदि कहिल्यै नेपालको सार्वभौमिकता वा सुरक्षा जोखिममा पर्छ भने राजनीतिक दल होइन, न्यूट्रल गार्डियन काउन्सिलसँग हस्तक्षेप गर्ने अधिकार, भिटो पावर हुनुपर्छ।
यसले राजनीतिक कठपुतली मार्फत राज्यका संस्थाहरू विदेशी प्रभावमा जानबाट रोक्छ। यो हाम्रो स्वतन्त्रताको सुरक्षा वाल्भ हो, राष्ट्रको विवेक हो। 7. प्रतिक्रियात्मकबाट पूर्वानुमानात्मक कूटनीति। पहिले नेपालले क्षति भइसकेपछि मात्र प्रतिक्रिया दिन्थ्यो, सीमा अतिक्रमण, ऋण सम्झौता वा राजनीतिक हस्तक्षेपपछि। अब हामी एक कदम अगाडि हुनुपर्छ। पूर्वानुमानात्मक कूटनीतिको अर्थ भू-राजनीतिक प्रवृत्तिहरूको निरन्तर निगरानी, विश्वव्यापी सङ्कटहरूको लागि सम्भावित योजना, सिनारियो प्लानिङ, पानी, ऊर्जा र आप्रवासनमा क्षेत्रीय सहकार्य, समस्या बन्नु अघि नै समाधान निष्कर्ष। सानो देशबाट स्मार्ट राष्ट्रतर्फ नेपालको नयाँ विदेश नीति पक्ष रोज्ने बारेमा होइन, आफ्नो अस्तित्व रोज्ने बारेमा हो। हामी भूगोलमा साना हुन सक्छौं, तर रणनीतिमा ठूला बन्न सक्छौं। विश्वले ती राष्ट्रलाई सम्मान गर्छ जसले आफूलाई चिन्छन्, के चाहन्छन् भन्ने थाहा हुन्छ र त्यसको रक्षा गर्न कति टाढासम्म जान्छन् भन्ने स्पष्ट हुन्छ। रणनीतिक तटस्थता, एक स्वर, डिजिटल सार्वभौमिकता, यही बाटोले नेपाललाई उठाउन सक्छ, कसैको मोहरा होइन, सभ्यताहरू बीचको पुलको रूपमा। यदि तपाईलाई लाग्छ नेपालले धेरै दलका आवाज होइन, एउटा राष्ट्रिय आवाजमा बोल्नुपर्छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। तपाईका लागि रणनीतिक तटस्थता 2.0 को अर्थ के हो र ज्ञान योगा 2 लाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, जहाँ गहिरा विचारहरूलाई नेपालको भविष्यको मार्गचित्रमा रूपान्तरण गरिन्छ। समाप्त।